त्यहाँबाट चाहिँ हामी ओह्रालो लाग्छौँ त्यहाँबाट चाहिँ अनि केक सेक लिएर दिस इज सरप्राइज मिठो मिठो गफ निस्किँदै बन्द भयो है ल मेम साथ चाहिँ यहाँ आएर बसिरहेको हामी चाहिँ लुकिरहेको छौँ है सोनी खटौरीलाई चाहिँ सरप्राइज दिनुलाई वेलकम ब्याक टु माई एनदर भ्लग फेरि पनि स्वागत गरेँ यहाँहरूलाई मेरो अर्को दिनको नयाँ भ्लगमा साथीहरू आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्नु मिलेन यत्रो गाला सुनिरहेको छ मेरो दाँत दुखेर साथीहरू ल फेरि यत्रो गाला दुख्दै भए पनि म चाहिँ एकछिन हिँड्नुपर्ने भयो एकछिन म बाहिरतिर जाँदैछु अनि मेरो घरमा चाहिँ पनि छैन कि हो मेरो मम्मी सासूहरू पनि कता जानुभयो सो गाइस म चाहिँ एकछिन बाहिर जाँदैछु साथीहरू मेरो केस चाहिँ यो के भएको म छक्क पर्छु यार त्यसो म केस तानेको गर्दिनँ कति बेला थाहा हुँदैन म यो कुन्द्रुके कपाल चाहिँ मन पर्दैन नि त मलाई अनि त्यो भएर कति बेला मेरो हात चाहिँ यसो भइरहेको हुन्छ साथीहरू ल म चाहिँ एकछिन बाहिर गएँ भन्दा पनि आज चाहिँ स्पेसल के छ भने आज चाहिँ हाम्रो साथी या बुहारी जे भने पनि उसको चाहिँ बर्थडे अनि बर्थडे भोलि छ अनि त्यसको लागि चाहिँ अब राति दिउँ भने चाहिँ अलिक समस्या भयो होइन त्यही भएर चाहिँ हामी चाहिँ अहिले नै दिउँ ल सरप्राइज भनेर चाहिँ सोचेको कि अनि त्यो भएर हामी सरप्राइज दिनको लागि चाहिँ जाँदैछौँ केक लिनलाई त साथीहरू हेर्नुहुन्छ होइन मेरो सुगाल त मैला जस्तो त देख्दैछु धोको जस्तो लाग्छ फेरि मैला छ तर अब म हिँडिसकेँ अब ड्रेस चेन्ज गर्दिनँ हेर्नु है हाम्रो खेतीपातीहरू हाम्रो लसुन कुखुराहरू कसको हो थाहा छैन अनि म चाहिँ अब साथीको घरतिर जाँदैछु त्यहाँ अनि हामी चाहिँ बर्थडे सरप्राइज गर्नेवाला छौँ ल हेर्दै गर्नु होला कति बेला आउँछ स्कुलमा बसेको हाउसँग पर्खिनु कि स्कुलमा के भन्छ तर जानु पर्ने एकछिन मलाई लगिदिनु ल हर जग्गा ला कहाँ जानु आएको भएछ ड्रागन फ्रुट फेरि त मजाको भएको रहेछ अब त फल्ने बेला हो नि त कहाँबाट टुकुरी भएको रहेछ तिम्रै अर्डर गरेको अरे अरे तिम्रो बोजू निस्किन्छ त्यहाँबाट फेरि अनि छिटो आएको ल हामी चाहिँ बेकरीमा आइसकेको छु बेकरीमा केक चाहिँ अनि यस्तो हाम्रो लागि रेडी रहेछ है सन्तुलाई दोकानबाट आएर के अरे ह्याप्पी बर्थडे त्यो सोनी अनि अर्को हामीलाई त पार लेखिरहेको त हात्ती साथी अँधेरी खोला लेखिदेऊ त नेपालीमा लेखिदेऊ पानी हात्ती पनि ल ओ भाइले लेख्छ अरे लु यहाँ लेखिदिनु यहाँ लाइट कलर छ भाइ यहाँ पानी हात्ती लेखिदेऊ यहाँ जस्तो रे ल अब नाम यहाँनिर नामाकरण हुँदैछ है यहाँनिर पानी हात्तीको यो नाम चाहिँ कसले राखिदिएको कल गर न मेमहरूसँग कहाँ पुग्छ सरप्राइज दिनु पनि गाह्रै छ है साथीहरू अनि फतौरी चाहिँ उता गएको छ अरे हामी यहाँ लुक्दैछौँ ल हामी चाहिँ केक लिएर यता जाँदैछौँ नालामा पो लुकिरहेको छौँ हामी त बिलिसक्छ ह्याप्पी बर्थडे भन्नु अनि फेरि फु गर्नु आफै फुक्नु मासुको देख्छ क्या देख्छ उबाट ल सोनी गुरुङलाई सरप्राइज दिनु चाहिँ हामीलाई गाह्रै पर्यो हामी त यस्तो मैला नालाको छेउमा बसिरहेको छौँ हवाई चोक गाई तिमीलाई चिन्छौ टोपी लगाउन बौलाई
तिमीलाई चिन्छ क्या फेरि टोपी लगाएर बस्ने लामो क्यान्डल किनेछ Happy birthday to you. चप्पल यता छिटै यस्तो टोपी लगाएर बस्यो हामी चिन्छ भनेर भयो पुच्चुका भयो अनि अब ह्यापी बर्थडे ह्यापी बर्थडे बाटोमा ह्यापी बर्थडे ताली खोइ त ताली कस्तो होइन सरप्राइज पनि खतरा हुन्छ नि मुटु थर्क्यो हो एकछिन मुटु मजा आयो अब आज स्प्रेस है आजै अब तिम्रो लागि एकछिन ह्यापी बर्थडे टु यु उता जाऊ न तिमी उता जाऊ न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे बहिनीलाई स्प्रे कस्तो फोटो Happy birthday to you. सरप्राइज दिला गरे अंकल के गर्नु हो आउनु के खानु आउनु न जन्मेको पानी हाती बिर्सनु जाने कितने पानी हाती छ नि यहाँनिर ल पानी हातीको बर्थडे धेरै धेरै लु ह्यापी बर्थडे ल हामी चाहिँ के हवाई चोकमा आएर यो पालि फर्स्ट टाइम सोनी गुरुङलाई छैन हौ अलिअलि मात्र छ ए तिमी क्रिम भएन भने त तिमी के तिमीले अबदेखि उयो पाउरोटीमा सरप्राइज ओइ नि सर्ट गर्छु क्या ह्यापी बर्थडे थ्याङ्क यू के हुन्छ त जानु हाँस्नु भएको छैन हौ मास्क पनि कता फ्याली पठाएछु मास्क लगाइ हिँड्दै थियो अघि त गाला कस्तो भइरहेछ नि मलाई नै दबाई त खाँदैछु अब फुल चाहिँ खाएको छुइनँ इन्फेक्सनको दबाई त दिएको छ नि त अनि एकपटकको 3 पटक खानु भनेको छ एकपटकको चाहिँ खाएँ होला अघि अब एकछिनमा खान्छु फेरि गएर बोकेर आउनु पर्दैछ दबाई नबोकी ल बर्थडे गर्लले लुगाहरू किन्दैछ है बर्थडे गर्ल आज नयाँ जन्मदिनमा नयाँ लुगाहरू लगाउने अरे कुनै पनि लुगा चाहिँ मन पर्दै छैन उसलाई हतापता मन पर्दैन नि फेरि बन्द भयो के भयो अरे के भयो पानी गएन ल सो गाइस म चाहिँ यहाँनिर माइत घरमा आइपुगेँ है ल हेर्नु त साथीहरू मेरो मुख त फुलिएर त यत्रो भुकुप्प पो भइरहेछ त हौ के भयो होला के भयो होइन मेरो चाहिँ दाँत दुखिरहेछ अनि यो दाँतको उसले चाहिँ यहाँ मेरो गाला सुन्निरहेछ यत्रो भइरहेछ म त यता बसेँ अरे ओइ खुइली माया ओइ खुइली ए सेजा खोइ कौन कौशिला
चन्द्रमाया गुरुङ कहाँ छ हौ चन्द्रमाया गुरुङ चन्द्र माया कहिले माया एन्ड सुइली माया हाई गाइस म चाहिँ बिमारी छु आज भन् मलाई ज्वरो आएको छ भन्न हल्का एक थोपा लाउँछु ल भन् ल छिटो मैले खिच हे गाइस भन वेलकम 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 ब्याक आवर भ्लग भन म चाहिँ बिमारी छु भन्दै मेरो बाबा आँखा यस्तो भइरहेको छ आया पोलो अब खुइलीको ह्याप्पी बर्थडे भन न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डल्ली बुढी ओइ ह्याप्पी बर्थडे सोनी कस्तो हो त चाहिँ फेरि जन्मिँदा त्यस्तो मुख चलाउँदै जन्मेको थियो कि क्या हो नि ह्याप्पी बर्थडे सोनी